प्राकृतिक उपचारको लागि रङ्गली जाँदैछौँ। मेडिसिनले निको नभएपछि यता आएर जचाउँदा निको भइहाल्छ कि भन्ने आशा लिएर आएका छौँ। उहाँहरू चिप्ले किराको बारेमा कुरा गर्दै हुनुहुन्छ। त्यसले पनि हुन्छ नि, प्रजाति त त्यही नै हो नि त, जात त्यही नै हो नि त। काम चाहिँ गर्दैन, चिसो ठाउँको त्यो यहाँ पनि पाउँछ चिप्ले किरा, बर्खालाई अहिले कहिले कहिले निक्लिन्छ तर त्यसले काम गर्दैन। यस उपचार केन्द्रको नाम चाहिँ श्री जगदम्बा मुर्मु योग जडीबुटी उत्पादन तथा उपचार सेवा केन्द्र प्राली रहेको छ। यो चाहिँ उपचार केन्द्र अगाडिको दृश्य हो। हामी बिरामीलाई जचाएर घर फर्किँदैछौँ। कति छिटो साँझ परिसकेछ। बिहानदेखि भोकै भएकोले एकछिन वेतन अगाडि खाजा खानको लागि रोकियौँ। न देखिए